उज्यालो होइन मान्छे। नमस्कार। तिन गुणे घटनाको एउटा कविता भन्दैछु, सज्जनजनले सुनेर साथ दिनु होला भन्दै। 2081 काला दिन जस्तो अशान्ति जताततै, गत वैशाखदेखि अहिले चैतसम्म शान्ति देखिन कतै। 2081 चैत 15 गते शुक्रबारको दिन भयो। नेपाली भिडन्त नै गरे, हृदय मेरो रोयो। काठमाडौँ तिनकुने रणभूमि बन्यो, नहुनु पर्ने भयो। साँडेको जुधाइ, बाछाको मिचाइ, युवाको जीवन गयो। कोहीले गोली ठोके, कोहीले आगो झोसे, असर्दे लाग्दो छ यो। विनाशकारी विपरीत बुद्धि, राष्ट्रकै हानि भयो। जिउँदै आगो लाग्दा कति पोल्यो होला, कति त्यास भो होला। न त भाग्ने शक्ति, न त बाँच्ने आशा, आत्मा कति रोला। न त भेट्न पाए आफ्ना परिवार, सम्बन्ध जिउँदै तोडे। कति बाँच्न पर्थ्यो, के गर्नु मन थियो, अधमले मारी छोडे। मरि गए घाइते कति, दमन छ दिन दिन। विद्या पढ्न गएका निर्दोष विद्यार्थीलाई गोली ठोकेको किन? नेता कर्मचारी पापी अत्याचारी, आत्मामा छैनन् हरि। न त गल्ती गर्नु, न त भ्रष्टाचार गर्नु, जनता मार्यौ के गरी। तिनका जीवन साथी कति मूर्छित भए, सौभाग्य सिँदुर गए। तिनका माता पिता पुत्र शोकमा डुबे, नाबालक टुरा भए। जसले जे गरोस् खपिरहनु पर्ने, आश्चर्य लाग्दो छ यो। स्वर्ग जस्तो नेपाल, नर्क जस्तो भोगाई, हादैव क्या यो भयो। स्वर्ग जस्तो नेपाल, नर्क जस्तो भोगाई, हादैव क्या यो भयो। नारायण।